सम्पूर्णलाई नमस्कार। हजुरहरु सम्पूर्णलाई स्वागत छ हाम्रो युट्युब च्यानल नेपाल भेटनेरी एजुकेसनमा। आजको यस भिडियो श्रृंखलामा जलचर संरक्षण ऐन 2017 सँग सम्बन्धित केही महत्त्वपूर्ण प्रश्नहरू लिएर आएका छौं। भिडियो अन्त्यसम्म हेरेर साथ दिनुहोला। यी प्रश्नहरू प्रमुखतया लोकसेवा आयोग तयारी गरेका विद्यार्थीहरू सम्पूर्णलाई चाहिँ महत्त्वपूर्ण हुन सक्छ। र प्रश्न नम्बर फर्स्टमा 1 नम्बरको प्रश्नमा के छ भन्दा फिश ल्याडर भन्नाले के बुझिन्छ भनेको छ। अप्सनहरुमा छ आधुनिक भर्याङ, माछा बस्ने ठाउँ, जलमा जलचरको आगमनका लागि राखिएको वैकल्पिक बाटो, माछा प्रजनन गर्ने कृत्रिम ठाउँ भनेको छ। अब यसमा राइट एन्सर के हो त? करेक्ट एन्सर के छ त? जलमा जलचरको आगमनका लागि राखिएको वैकल्पिक बाटो भनेको चाहिँ यसको के हो त? करेक्ट एन्सर हो है त। किन भन्दा फिश ल्याडर भनेकै यो एउटा वैकल्पिक बाटो हो कि माछाहरूको आवत जावतको लागि अथवा जलचरहरूको आवत जावतको लागि। यहाँनिर हामीले माछा भनेको चाहिँ यो जलचरको सिनोनिमसको रूपमा चाहिँ प्रयोग गरिरहेका छौं है। त्यसैगरी दोस्रो प्रश्न के छ भन्दा फिश ल्याडर कहाँ निर्माण गरिन्छ अरे है। अब यो फिश ल्याडर चाहिँ कहाँ निर्माण गरिन्छ भनेर सोधेको रहेछ। जस्तो अप्सन क मा के छ? हाइड्रो पावरमा भनेको छ, ख मा खानेपानीको बाँध निर्माण भएमा भनेको छ, ग मा चाहिँ सिंचाइको बाँध निर्माण भएमा भनेको छ। जस्तो हाइड्रो पावर बनाउँदा पनि रिजर्वायरहरू बनाउनु पर्ने हुन्छ। त्यो रिजर्वायर बनाउँदाखेरि खोलाहरू थुन्नु पर्ने हुन सक्छ हैन। त्यही भएर त्यहाँ पनि के हुन्छ? फिश ल्याडरको आवश्यकता पर्छ। त्यसैगरी खानेपानीको बाँध निर्माण गर्दा पनि हामीले खोलालाई थुन्ने गर्छौं पूर्ण रूपमा। त्यो हुँदाखेरि त्यहाँ पनि माछाको आवतको लागि वैकल्पिक बाटो चाहिन्छ। त्यही भएर त्यहाँ पनि फिश ल्याडर निर्माण गर्नुपर्छ। त्यसैगरी सिंचाइको बाँध निर्माण गर्दा पनि हैन, यो सबैमा चाहिँ के भयो त? फिश ल्याडर बनाउनु पर्ने भयो। त्यही भएर यसको उत्तर के हुन्छ त? माथिका सबै, घ नम्बरको माथिका सबै चाहिँ यसको राइट एन्सर भयो। त्यसैगरी अर्को प्रश्न नम्बर 3 रहेको छ, निजी जलमा जलचर समात्न वा मार्न प्रतिबन्धित तरिका कुन हो? यहाँनिर अलिकति हामीले ख्याल गर्नुपर्छ। यो जलचर संरक्षण ऐनमा निजी र सार्वजनिकको लागि फरक अलिकति व्यवस्थाहरू भएको हुनाले यहाँनिर प्रश्नमा निजी जलमा जलचर समात्न वा मार्न प्रतिबन्धित तरिका कुन हो भनेको छ। अप्सन नम्बर फर्स्टमा के भन्यो? धडिया थापेर भन्यो। अप्सन नम्बर सेकेन्डमा भन्यो जाल हानेर भन्यो। त्यस्तै अप्सन नम्बर ग मा विषालु पदार्थ प्रयोग गरेर भन्यो। त्यस्तै गरी अप्सन नम्बर घ मा चाहिँ करेन्ट विस्फोटक पदार्थ भनेको छ हैन। जस्तो यो निजी जलमा चाहिँ के प्रयोग गर्न पाइदैन त? विषालु पदार्थ प्रयोग गर्न पाइदैन। निजी जलमा पनि नपाइने भनेको एउटा के हो त? विषालु पदार्थ प्रयोग गरेर है। अरु सबै चाहिँ निजी जलमा पाइन्छ हैन। त्यस्तै अब करेन्ट लगाउन चाहिँ सार्वजनिकमा पाइदैन। जाल हान्न र ढडिया थापेर चाहिँ यो सार्वजनिक जलमा पनि पाइन्छ है त। त्यसैगरी अर्को प्रश्न नम्बर 4 रहेको छ। प्रश्न नम्बर 4 मा चाहिँ सार्वजनिक जलमा जलचर समात्ने वा मार्ने प्रतिबन्धित तरिका कुन हो भनेको छ। यसको अप्सनमा फर्स्टमा के छ? ढडिया थापेर छ। अप्सन सेकेन्डमा जाल हानेर छ। थर्डमा चाहिँ करेन्ट विस्फोटक पदार्थ विषालु पदार्थ प्रयोग गरेर भनेको छ। त्यस्तै ग मा बल्छी प्रयोग गरेर भनेको छ। अनि प्रश्नमा के भन्यो? प्रतिबन्धित भन्यो है। अब हामीले चाहिँ प्रतिबन्धितमा चाहिँ के छ त? यो ऐन अन्तर्गत करेन्ट अथवा करेन्ट लगाएर हैन, विद्युतहरुको प्रयोग, विद्युतीय प्रयोग हैन, विषालुहरु प्रयोग गरेर बमबार्डिङहरु गरेर चाहिँ सार्वजनिक जलमा चाहिँ जलचर समात्न प्रतिबन्धित छ भन्ने कुरा छ है। ल यसपछि अर्को प्रश्न नम्बर 5 रहेको छ। जलचर संरक्षण ऐनमा स्थानीय अधिकारी भन्नाले कसलाई बुझाउँछ भनेको छ। जस्तो अप्सनहरुमा छ स्थानीय तहको प्रमुख भनेको छ। त्यस्तैगरी कार्यकारी अधिकृत भनेको छ। त्यस्तैगरी ग मा चाहिँ प्रमुख जिल्ला अधिकारी भनेको छ। घ मा प्रहरी प्रमुख भनेको छ। जस्तो यो जलचर संरक्षण ऐन 2017 को हामीले चाहिँ परिचयमा पढ्यौं भने त्यहाँनिर हामीले भेटाउन सक्छौं स्थानीय अधिकारी भन्नाले भनेको छ। त्यहाँनिर प्रष्ट रूपमा के लेखेको छ त? प्रमुख जिल्ला अधिकारी भनेर हैन। सीडीओ पनि भन्छौं हामीले, चीफ डिस्ट्रिक्ट अफिसर भनेर। यो भनेको के हो त? यो ऐन अन्तर्गत स्थानीय अधिकारी भनेर बुझ्न सकिन्छ। त्यस्तै प्राविधिक अधिकारी पनि छ हैन। त्यो प्राविधिक भनेको चाहिँ मत्स्यसँग अनुसन्धान गर्ने, काम गर्ने हैन, त्यो भनेर बुझिन्छ। त्यस्तै अर्को छ जलचर संरक्षण ऐन कहिले जारी भयो भनेर यसको जारी मिति सोधेको छ। यो भनेको के हो त? अप्सनमा के छ? 2015 छ, 2017 छ, 2019 छ, 2055 छ। एकदम इजी पनि भयो। जलचर संरक्षण ऐन 2017 हो नाम नै हैन। त्यो हिसाबले चाहिँ हामीले सम्झिन सक्ने भयो।
त्यस्तै गरी अर्को प्रश्न रहेको छ जलचर संरक्षण ऐन अनुसार जल भन्नाले के बुझिन्छ। यो पनि परिभाषा खण्डबाट नै सोध्यो, जलको परिभाषा सोधेको छ यसमा। अप्सन नम्बर फर्स्टमा के छ, ताल, दह, पोखरीको पानी भनेको छ। खमा खहरे, खोला, नदी, नाला, नहर, कुलोको पानी भनेको छ। त्यस्तै गरी गमा भनेको छ तलाउ, जलाशय, रिजर्भायर, सिमसार, पिंजडा, केजको पानी भनेको छ। घमा सबै भनेको छ। हो, हामीले परिभाषामा हेर्यौं भने जलको परिभाषामा यो सबै शब्दहरू चाहिँ भेटाउन सकिन्छ। त्यही भएर यसको राइट एन्सर चाहिँ के हुन्छ त, घको सबै भन्ने हुन्छ है। त्यसै गरी अर्को प्रश्न रहेको छ प्रश्न नम्बर 8, जलचर संरक्षण ऐन पहिलो पटक कहिले संशोधन भयो भनेर सोधेको रहेछ। भनेको यसको संशोधन मिति सोधेको रहेछ। पहिलो पटक चाहिँ संशोधन कहिले भयो भनेर चाहिँ यसको संशोधन मिति सोधेको छ हैन। जस्तो अप्सन नम्बर फर्स्टमा के छ त, विक्रम सम्वत 2055 10 महिना 3 गते भनेर छ एउटा अप्सनमा हैन, 10 महिना 3 गते। अनि त्यसपछि अर्को चाहिँ विक्रम सम्वत 2055 साल 10 महिना 5 गते, एकदम क्लोजमा छ है। त्यस्तै गरी गमा छ विक्रम सम्वत 2055 10 महिना 7 गते भनेको छ। त्यस्तै घमा के भनेको छ, विक्रम सम्वत 2055 10 महिना 9 गते। यसको राइट एन्सर के हो त, विक्रम सम्वत 2055 10 महिना माघ महिनाको 7 गते चाहिँ यो पहिलो चोटि चाहिँ संशोधन भएको मिति हो है। ल यसपछि अर्को 9 नम्बर प्रश्न रहेको छ, जलचर संरक्षण ऐन 2017 को दफा 3 उल्लंघन गर्नेलाई कतिसम्म जरिवाना गर्न सकिन्छ भनेको छ। दफा 3 भनेको चाहिँ जस्तो माछा मार्न प्रतिबन्धित तरिकाहरूको बारेमा छ हैन। अनि त्यसपछि फिश ल्याडर को कुराहरू पनि छ हैन। अब यसमा चाहिँ के छ त, जरिवाना भनेर सोधेको छ। अप्सन नम्बर फर्स्टमा 5000, सेकेन्डमा 10000, थर्डमा 15000 अनि लास्टमा 20000 भनेर छ अप्सन। यसको राइट एन्सर चाहिँ 5000 हुन्छ हैन। त्यहाँनिर के भनेको छ भन्दा 6 महिना कैद वा 5000 वा दुवै भन्ने छ हैन। त्यो अनुसार 5000 चाहिँ यसको उत्तर भयो। त्यस्तै अर्को प्रश्न नम्बर 10 छ, निजी जल भन्नाले के बुझिन्छ भनेको छ। जस्तो घरको पानी हैन, मिनरल वाटर उद्योग अथवा चाहिँ व्यक्तिले सरकारलाई कर तिरेको र उसको हक उपभोगको ताल, दह, पोखरी, तलाउ, जलाशय भनेको छ। घमा माथिका सबै भनेको छ। यो पनि परिभाषामा स्पष्ट रूपमा लेखेको कुरा छ। यो अप्सन नम्बर ग सँग 3, अप्सन नम्बर 3 अथवा ग सँग मिल्छ। व्यक्तिले सरकारलाई कर तिरेको हैन, अझ स्थानीय सरकार भनेर लेखेको छ, उसको हक उपभोगलाई ताल, दह, पोखरी, तलाउ वा जलाशय भनेको छ। यो भनेको निजी जल हो हैन। त्यसैगरी अर्को प्रश्न नम्बर 11 मा छ, जलचर संरक्षण ऐन 2017 अनुसार निजी जलमा विद्युतीय करेन्ट प्रयोग गरी माछा मार्दा कति सजाय हुन्छ भनेको छ। दण्ड सजायबाट प्रश्न सोध्यो। अप्सन नम्बर क मा भनेको रु 10000 वा 6 महिना जेल वा दुवै भनेको छ। त्यस्तै गरी ख मा चाहिँ 2000 जरिवाना भनेको छ। ग मा चाहिँ 1000 जरिवाना भनेको छ। घ मा जरिवाना वा सजाय केही हुँदैन भनेको छ। भनेको जलचर संरक्षण 2017 अनुसार निजी जलमा विद्युतीय करेन्ट प्रयोग गर्ने भनेको छ नि, निजी जलमा प्रतिबन्धित भनेको चाहिँ विष प्रयोग गरेर हैन, विषालु पदार्थ प्रयोग गर्न चाहिँ निजी जलमा पाइदैन, त्यो मात्रै प्रतिबन्ध हो। विद्युतीय करेन्ट त निजी जलमा प्रतिबन्धित छैन। त्यही भएर जरिवाना वा सजाय केही पनि हुँदैन भन्ने चाहिँ के हुन्छ त, यसको राइट एन्सर हुन्छ है त। अब यसपछि केही विषयगत प्रश्नहरूको नमुनाहरू छ यहाँनिर। जस्तो विषयगत प्रश्नहरू कस्तो सोध्न सक्छ यो जलचर संरक्षण ऐनबाट भनेर छ। जस्तो एउटा के छ भन्दा जल र जलचर भनेको के हो हैन, सामान्य त्यो परिभाषा खण्डबाट। फिश ल्याडर किन र कस्तो ठाउँमा बनाउनु पर्छ लेख्नुहोस् भनेर चाहिँ सामान्य रूपमा चाहिँ प्रश्न सोध्न सक्छ। त्यसैगरी अर्को प्रश्न नम्बर 2 मा चाहिँ के भन्यो भन्दा निजी जल स्थानीय अधिकारी प्राविधिक कर्मचारीको परिभाषा लेखी जलचर संरक्षण ऐन 2017 अनुसार सार्वजनिक जलमा जलचर मार्न के काम प्रतिबन्धित छ लेख्नुहोस् भनेको छ हैन। यो सामान्य जुन हामीले अब्जेक्टिभमा पढेको प्रश्न कुराहरूलाई नै यहाँनिर सोधेको छ। त्यसैगरी अर्को प्रश्न नम्बर 3 मा छ जलचर संरक्षण ऐन 2017 अनुसार प्रतिबन्धित व्यवस्था प्रतिकूल गरेमा हुने दण्ड सजायका बारेमा लेख्नुहोस् भनेको छ। जस्तो दफा 3 उल्लंघन गर्नेलाई के सजाय हैन, 4 र 5 गर्नेलाई के, अथवा यहाँ नलेखिएको योसँग सम्बन्धित अन्य कुराहरूको बारेमा
गर्नेलाई कति भनेर लेखेको छ नि, जुन 5000 2000 1000 का कुराहरू हैन, 6 महिनाका कुराहरू यहाँनिर उल्लेख गर्नु पर्यो है त। यति नै छ यहाँसम्म, र भिडियो अन्त्यसम्म हेरेर साथ दिनुभएकोमा सम्पूर्णलाई धन्यवाद दिँदै बिदा हुन चाहन्छु। जय पशुधन, नमस्कार।